हेलो गाइस नमस्ते वेलकम टु माई मिनी ब्लग आज चाहिँ म मेरो बुढा होइन हस्बेन्डबाट थाल्छु मिनी ब्लग मेरो हस्बेन्ड चाहिँ खाँदै थियो ब्रोकली किनभने आजकल ऊ अलिक डाइटमा बसिरहेको छैन अनि हेर न मलाई कपी गरेको मेरो चाहिँ सधैँ दोकान आइसक्दै यही काम हुन्छ कि पत्ता धुने अनि उसले पनि खाइसकेर उठ्यो अनि त्यहाँदेखि स्टाइल मार त भने उसको चट्टा खाएर अब यहाँ यो ज्याकेट भन्दा पनि पातला खालको छ समर कोट भन्नु होला यो समर कोट चाहिँ अस्ति दाजु आएको थियो कि दोकानमा अनि दाजुलाई लुटेको थियो रहेछ तल इन्डिया बजार गएर किनेर लिएर आएको रहेछ अनि उसलाई चाहिँ नयाँ लुगा ल्याउनु हुँदैन अनि ल्याइसक्दा लाएर देखाइहाल्नुपर्छ होइन ऊ र पुरानो नभए नि जसमा लाको गर्नुपर्छ अनि लाएर दोकानमा त आइसकेको थियो मैले के भन्छ मस्किटोको धुपकाठी बालिरहेको थिएँ होइन यस्तो घुमाएको त हातमा धुलो परेको सानो रिस आएन एकछिन त मैले आरिस लागेर उसलाई त्यसरी धुलो पारिदिएको अरे भन्दै भनिरहेको थिएँ नयाँ लुगा ल्याएको बित्तिकै धुलो पारिदिँदा त सानो रिसाएन अन्त एकछिन रिसाएन फेरि म हाँसेको म पनि छक्कै परेको क्या कस्तो धुलो पारिदिएको भनेर आफै छक्कै परेर आफै धुलो पारिदिने अनि आफै छक्कै पऱ्यो अनि एकछिनपछि ऊ पनि हाँस हेर न त्यो नक्कल हामी अनि यो चाहिँ हाम्रो डिनर हो ऊ जिम गएर आएको थियो अनि अब चाहिँ राति भइसकेको थियो अनि यसो जोगिङहरू जाउँ न त भनेर चाहिँ यही नै दुईजना होइन नक्कल पार्दै मैले टाउको धुएको थियो अनि अब ड्रायरले के सुकाउँदा पुरा सबै इलेक्ट्रिक सक पाएको जस्तै उठिरहेको हुन्छ क्या बिहान त्यही भएर यस्तो बाहिरै हेरिनेर सुकाउन भनेर हिँडेको होइन उसलाई हेर न त्यहाँ पातलो लुगाहरू लाएर आयो होइन अनि त्यहाँदेखि पुरा जाडो लागेको छ अनि हामी चाहिँ यस्तो गाइस जाडोमा नि हाफप्यान्ट लाएर आएको छ हेर न म नक्कल पारेको मेरो केस देखाएको केसहरू केही होइन मेरो बुढालाई होइन यसरी नक्कल पारेर लाइक कपालहरू जस्तो गरेर भिडियो बनाउनै आउँदैन पहिलाको 90s को जस्तो अङ्कल के भन्छ अङ्कलहरू जस्तो गरेर बस्छ कि अनि सबै कुरो सिकाउनुपर्छ मलाई नि धेरै त कहाँ आउँछ त म अर्काको हेरेरै अनि यस्तो घुमाउन भनेको हेर न कसरी घुमाउँदैछ के भन्नु र अनि हामी राति वाकमा गयो भनेपछि चाहिँ के न के चाहिँ खानै पर्छ यो चाहिँ नाइटको स्टल हुन्छ के बजार बिचमै हो नि त हाम्रो घर अनि हामी डाइट गर्छु खाँदिनँ भन्दा पनि हेर न उसले थिप खायो होइन अनि मैले चाउमिन खाएँ तर हामी बाँडेर खान्छौँ आधी अनि एकछिनबाट फेरि उसले के खाउँ भइसक्यो हो अन्डा पनि लिएर आयो यो चाहिँ हाम्रो बजार हो मैले खाएको भिडियो बनाउन भनेको होइन उता देखाइरहेको थिएँ क्या अनि यस्तो मिठो गरेर खाएन फेरि मलाई खाएपछि चाहिँ राम्रै खानुपर्छ कि अनि उसले त त्यसै त्यो सानो अलिअलि मात्रै खाऊ न त त्यो चाउमिनहरू चाहिँ नखाऊ भनिरहेको थिएन तर मैले के भन्छ पैसा फ्याँकेपछि राम्रो कुरोमा फ्याँक्ने भनेर चाहिँ चाउमिन 1 प्लेट खाएँ अनि तपाईँहरू कोही भए पनि मेरो भिडियो यदि तपाईँहरूले हेर्नुभयो भने च्यानल सब्सक्राइब गरिदिनु होला कमेन्ट पनि गरिदिनु होला थ्याङ्क यू सो मच सब्सक्राइब माई च्यानल फर नेक्स्ट भिडियो थ्याङ्क यू बाई